एकपटक सोच्नुहोस् त, एउटा यस्तो समय थियो जब हाम्रो यो घर, यो पृथ्वी नै थिएन। आज हामी त्यही रोमाञ्चक अनि अलि डरलाग्दो कथामा डुब्नेछौँ जहाँबाट हाम्रो संसारको सुरुवात भयो। तर प्रश्न उठ्छ, यो सब कसरी सुरु भयो त? हो, यही प्रश्नले हामीलाई हाम्रो अस्तित्वको जरासम्म पुर्याउने एउटा रहस्यमय यात्राको सुरुवात गराउँछ। हाम्रो कथा सुरु हुन्छ आजभन्दा 4.5 अर्ब वर्ष पहिले, तर कुनै ग्रहबाट होइन। त्यतिबेला यहाँ केही थिएन, थियो त केवल अन्तरिक्षको अन्धकारमा घुमिरहेको धुलो र ग्यासको एउटा एकदमै ठूलो बादल। वैज्ञानिकहरूले यसलाई नाम दिएका छन् नेब्युला। र सबैभन्दा अचम्मको कुरा के थाहा छ? हाम्रो पुरै सौर्यमण्डल मतलब सूर्य, ग्रहहरू, यहाँसम्म कि हामीलाई बनाउने हरेक अणु, हो, ती सबै कच्चा पदार्थ यही बादलभित्र लुकेका थिए। अनि अचानक केही शक्तिशाली घटना घट्यो। सायद नजिकैको कुनै तारा विस्फोट भयो होला। त्यो विस्फोटको झट्काले त्यो विशाल बादल एकाएक खुम्चिन थाल्यो। गुरुत्वाकर्षणले गर्दा त्यसको केन्द्रमा यति धेरै पदार्थ जम्मा भयो कि हाम्रो सूर्यको जन्म भयो। सूर्य बलेपछि बाँकी रहेका धुलोका कणहरू, तिनीहरू एकअर्कासँग ठोक्किन र जोडिन थाले। यो प्रक्रिया करोडौं वर्षसम्म चलिरह्यो। साना साना टुक्राहरू जोडिएर ठूला बने, जसलाई प्लानेटेसिमल भनिन्छ, भनौँ न ग्रहहरूको बच्चा जस्तै। र यिनै हजारौं बच्चाहरूमध्ये एउटाले हाम्रो पृथ्वीको रूप लिँदै थियो। ल, अब सुरु हुन्छ पृथ्वीको जन्मको सबैभन्दा हिंसात्मक अध्याय। यो समय थियो आगो, अराजकता र निरन्तरको बमबारीको। सोच्नुहोस् त, कति पुरानो कुरा हो यो। हामी कुरा गर्दैछौँ 4.5 अर्ब वर्ष पहिलेको, जब हाम्रो ग्रहले भर्खरै आकार लिन थालेको थियो। त्यति बेलाको पृथ्वी अहिलेको जस्तो थिएन। जमिन भन्ने त केही थियो नै, बरु पुरै ग्रह पग्लिएको चट्टानको एउटा उम्लिरहेको महासागर थियो, जसलाई वैज्ञानिकहरू म्याग्मा ओशन भन्छन्। अनि लाखौं वर्ष लाग्यो त्यो आगोको महासागर बिस्तारै बिस्तारै चिसिन। जब त्यो चिस्यो, त्यसको सतहमा पहिलो पटक एउटा पातलो ठोस पत्र बन्यो, भनौँ न एउटा पग्लिएको संसारमाथि बनेको कमजोर बोक्रा जस्तै। पृथ्वीको सतह त बन्यो, तर अब पालो थियो अर्को महत्त्वपूर्ण कुराको, जसबिना जीवन सम्भवै थिएन। त्यो हो हावा र पानी। त्यतिबेला पृथ्वीको भित्री भाग एकदमै तातो थियो, त्यसैले जताततै ज्वालामुखीहरू फुटिरहेका थिए। अनि ती ज्वालामुखीहरूले भित्र थुनिएका ग्यासहरूलाई बाहिर आकाशमा फ्याँकिदिए। हो, यसरी नै बन्यो पृथ्वीको पहिलो वायुमण्डल, जुन एकदमै विषाक्त थियो। अहिलेको वायुमण्डलसँग त तुलना नै गर्न मिल्दैन। त्यो बेलाको वायुमण्डल ज्वालामुखीको ग्यासले बाक्लो थियो, पानीको बाफले भरिएको थियो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भने, त्यसमा सास फेर्नको लागि अक्सिजन एक थोपा पनि थिएन। तर पृथ्वी बिस्तारै चिसिँदै गयो। अनि जब त्यो चिस्यो, एउटा गजबको मोड आयो। चिसो भएको वायुमण्डलले आफूभित्रको त्यो सबै पानीको बाफलाई अब थामेर राख्न सकेन। अनि त्यसपछि पानी पर्न सुरु भयो। तर यो कुनै सामान्य वर्षा थिएन। कल्पना गर्नुहोस् त, 100औं वर्षसम्म नरोकिए पुरै ग्रहमा मुसलधारे पानी परिरह्यो। त्यो पानीले भर्खरै बनेको सतहका खाल्डाहरू भर्न थाल्यो। हो, यही कहिल्यै नरोकिने वर्षाले नै विशाल समुद्रहरू बनायो। त्यही समुद्र जहाँ पछि गएर जीवन सुरु हुनेवाला थियो। पृथ्वीका पहिलो महासागरहरूको जन्म यसरी नै भएको हो। ल, पृथ्वीमा महासागरहरू त बनिसके, तर ब्रह्माण्डको सबैभन्दा ठूलो नाटक त अझै बाँकी नै थियो। एउटा यस्तो टक्कर जसले हाम्रो ग्रहको भविष्य सधैँका लागि बदल्दै थियो। यो कथामा 2 मुख्य पात्र छन्। एकातिर भर्खरै बनेको हाम्रो पृथ्वी, अनि अर्कोतिर मङ्गल ग्रह जत्रै एउटा विशाल आकाशीय पिण्ड, जुन तीव्र गतिमा पृथ्वीतिरै आइरहेको थियो। अनि त्यो भयो, दुवै ठोकिए। यो एउटा महाविनाशकारी टक्कर थियो, जसले हाम्रो ग्रहलाई फेरि एकपटक हल्लाइदियो। र टक्करको असरले पृथ्वीको विशाल टुक्रा उछिट्टिएर अन्तरिक्षमा फैलियो। पृथ्वीबाट उछिटिएर गएको त्यो धुलो र चट्टानले हाम्रो ग्रहको वरिपरि एउटा रिङ बनायो। बिस्तारै गुरुत्वाकर्षणले त्यो रिङका सबै टुक्राहरूलाई एकै ठाउँमा तान्यो र जन्म भयो हाम्रो चन्द्रमाको। ल, यति धेरै उथलपुथल, आगो र टक्करपछि अब हेरौँ कसरी यही अराजकताले जीवनको लागि एउटा सही मञ्च तयार गर्यो।
यहाँ हामी त्यो पूरै अविश्वसनीय यात्रालाई एकै नजरमा देख्न सक्छौं। आगोको गोलाबाट सुरु, त्यसपछि ठोस सतह बन्यो, अनि महासागरहरू। सोच्नुहोस् त, कति अद्भुत छ यो रूपान्तरण। भन्नुको मतलब ती सबै डरलाग्दा घटनाहरूले नै वास्तवमा जीवनको लागि चाहिने सामग्रीहरू जम्मा गरिदिए। तरल पानी, एउटा स्थिर वायुमण्डल अनि जीवन सुरु हुनको लागि ठिक्कको तापक्रम। तर यो कथा यही सकिँदैन है। आज पनि जाने भूकम्प, ज्वालामुखी विस्फोटहरूले हामीलाई के याद दिलाउँछ भने पृथ्वी बन्ने प्रक्रिया अझै सकिएको छैन। यो निरन्तर चलिरहेको छ। र अन्तमा यसले हामीलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। अर्बौं वर्षको यो लामो र नाटकीय यात्रापछि अब हाम्रो ग्रहको अर्को अध्याय के होला?